नमस्कार साथीहरू, तपाईलाई मैले आजको यो भिडियोमा कार्यमूलक अनुसन्धान यानी कि एक्सन रिसर्च के हो त भन्ने बारेमा जानकारी दिन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा सुरुमा हजुरले यो कार्यमूलक अनुसन्धान यानी कि एक्सन रिसर्च भन्ने बित्तिकै बुझ्नु पर्यो यसका विभिन्न नामहरू छन्। जस्तो यसलाई क्रियात्मक अनुसन्धान भनिन्छ, कार्यगत अनुसन्धान भनिन्छ, त्यस्तै गरी कार्यपरक अनुसन्धान पनि भनिन्छ। अब हजुरलाई लाग्छ यसको प्रतिपादक को हो भनेर? यस, ओभियसली कार्यमूलक अनुसन्धान यानी कि एक्सन रिसर्चका प्रतिपादक भनेर हामी कुर्ट लेभिनलाई चिन्छौँ। कुर्ट लेभिनले सन् 1946 मा यो कार्यमूलक अनुसन्धानको चाहिँ सर्वप्रथम चाहिँ सुरुवात गरेका थिए। तर यदि हजुरलाई कार्यमूलक अनुसन्धानलाई शिक्षा क्षेत्रमा सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन् भन्यो भने चाहिँ फेरि यो चाहिँ लरेन्स स्टेनहाउस हुन्छ। लरेन्स स्टेनहाउसले सन् 1970 मा अमेरिकामा लागू गरिएको मानविकी पाठ्यक्रम परियोजना अन्तर्गत शिक्षा क्षेत्रमा यो कार्यमूलक अनुसन्धान यानी कि एक्सन रिसर्चलाई सर्वप्रथम प्रयोग गरेका थिए। अब त्यसो हो भने कार्यमूलक अनुसन्धान भनेको के हो त? विशेष गरी हामी शिक्षा क्षेत्रमा जोडेर हेर्दा शिक्षकले एज अ टिचर तपाईले शिक्षण सिकाइका क्रममा देखा परेका तत्कालीन कक्षा कोठामा रहेका तत्कालीन समस्याहरूको समाधानका लागि गरिने अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो। तपाई कक्षा कोठामा पढाउँदै गर्दा विद्यार्थीहरूलाई सहजीकरण गर्दै गर्दा तपाईले विभिन्न खाले समस्याहरू भोग्नुहुन्छ। हो, कक्षा कोठाभित्र तपाईले भोग्ने तत्कालीन समस्याहरूको समाधानका लागि तपाईले गर्ने अनुसन्धान नै के हो? एक्सन रिसर्च कार्यमूलक अनुसन्धान हो। यसै सन्दर्भमा कुर्ट लेभिनले योजना, कार्यान्वयन र नतिजा सहितको चक्रीय प्रक्रिया नै कार्यमूलक अनुसन्धान हो भनेर भनेका छन्। कस्तो प्रक्रिया रे? चक्रीय प्रक्रिया यानी कि साइक्लिक प्रोसेस। अब म तपाईलाई यो साइक्लिक प्रोसेस अन्तर्गत के पर्दछ त, के हो त यो चक्रीय प्रक्रिया भनेको भन्ने सन्दर्भमा छलफल गर्दैछु। कार्यमूलक अनुसन्धानलाई हामी के भन्दा रहेछौँ? साइक्लिक प्रोसेस भन्दा रहेछौँ, चक्रीय प्रक्रिया भन्दा रहेछौँ। अथवा कार्यमूलक अनुसन्धानका चरणहरू के हुन् त भन्यो भने पनि बुझियो। कार्यमूलक अनुसन्धानका चरणहरू सम्झने क्रममा हजुरले यो पावर भन्ने शब्द याद गर्नुहोला। PAOR पावर, PAOR पावर, जहाँ P भनेको प्लान, त्यसै गरी A भनेको एक्ट, अनि O भनेको अब्जर्भ र R भनेको रिफ्लेक्ट हुन्छ। PAOR पावर भनेको कार्यमूलक अनुसन्धान गर्ने सन्दर्भमा सबैभन्दा सुरुमा हजुरले चाहिँ प्लान गर्नुहुन्छ, योजना बनाउनुहुन्छ, अनि त्यो योजना अनुसारको कार्य गर्नुहुन्छ, योजनाको कार्यान्वयन गर्नुहुन्छ र तपाईले गरेको योजना अनुसार कार्यान्वयन चाहिँ भयो कि भएन भनेर अवलोकन गर्ने र त्यसलाई चाहिँ के गर्ने? प्रतिबिम्बन गर्ने, फर्केर हेर्ने है, फर्केर हेर्ने काम गर्नुहुन्छ। यदि हजुरले यी चारवटा चरणहरू पूरा गर्दा समस्याको समाधान भयो भने कार्यमूलक अनुसन्धानको चक्र अथवा प्रक्रिया यही समाप्त हुन्छ। यदि हजुरले यो चारवटा चरण पूरा गर्दा पनि तपाईको समस्याको समाधान भएन भने तपाईले फेरि नयाँ योजना बनाएर यो प्रक्रियालाई चाहिँ दोहोर्याउनुहुन्छ, तेर्याउनुहुन्छ। त्यसकारणले गर्दा पनि हामी कार्यमूलक अनुसन्धानलाई चक्रीय प्रक्रिया यानी कि साइक्लिक प्रोसेसका रूपमा व्याख्या गर्छौं भन्ने कुरा हजुरले बुझ्नु पर्यो। अब म जान्छु कार्यमूलक अनुसन्धानका विशेषताहरू के हुन्छ। सबैभन्दा सुरुमा हजुरले बुझ्नुपर्ने कुरा के हो भने दिस एक्सन रिसर्च इज टु इम्प्रुभ। यो केका लागि हो भने सुधारका लागि हो, नट टु प्रूभ, कुनै सिद्धान्त प्रमाणित गर्नका लागि होइन। जस्ट केका लागि हो? कक्षा कोठा शिक्षण सिकाइमा सुधार ल्याउने, अथवा विशेष गरी कक्षा कोठा शिक्षण सिकाइ भन्दा पनि टिचरले आफ्नै शिक्षण क्षमता,
आफ्नै पेशागत क्षमता है, शिक्षकले आफ्नो शिक्षण क्षमता अथवा पेशागत क्षमतामा सुधार ल्याउने हो। त्यही भएर यसलाई चाहिँ हामी आफ्नै सुधार केन्द्रित, स्व सुधार केन्द्रित अथवा शिक्षकको सुधार केन्द्रित अनुसन्धानका रूपमा व्याख्या गर्छौँ। र कार्यमूलक अनुसन्धान अर्को सेकेन्ड पर्सनले आएर गर्दैन साथीहरू। तपाईँ शिक्षक हुनुहुन्छ, तपाईँले आफूले भोगेको समस्याको समाधान आफै गर्नुहुन्छ, त्यसका लागि अनुसन्धान पनि आफै गर्नुहुन्छ। अनुसन्धानबाट प्राप्त नतिजाको प्रयोग पनि तपाईँ आफैले गर्नुहुन्छ। त्यसकारणले गर्दा हामी कार्यमूलक अनुसन्धानको अभ्यासकर्ता अथवा प्रयोगकर्ता र अनुसन्धानकर्ता एउटै व्यक्ति हुन्छ भनेर व्याख्या गर्छौँ। खास कार्यमूलक अनुसन्धान किन गरिन्छ त भन्दा तपाईको आफ्नो कार्य अभ्यासलाई दोषमुक्त गर्नका लागि। तपाईले काम गर्दै गर्दा त विभिन्न खाले गल्तीहरू गर्न सक्नुहुन्छ नि, होइन? तपाईमा विभिन्न कमजोरी हुन सक्छन् नि। हो, तपाईको आफ्नो कमजोरीलाई के गर्नका लागि, निवारण गर्नका लागि, दोषमुक्त गर्नका लागि गरिने अनुसन्धान कार्यमूलक अनुसन्धान। त्यसकारणले गर्दा हामी यो कार्यमूलक अनुसन्धानलाई काम सँगसँगै गरिने अनुसन्धान अथवा कार्यस्थलमै गरिने अनुसन्धान। यहाँ शिक्षकका लागि कार्यस्थल भनेको कक्षा कोठा भयो, विद्यालय भयो, कक्षा कोठा भयो। त्यसकारणले गर्दा विद्यालयमा अथवा कक्षा कोठामा तपाईले शिक्षण सिकाइ सँगसँगै गरिने अनुसन्धान भनेको कार्यमूलक अनुसन्धान हो। र यो चाहिँ अलिकति सूक्ष्म प्रकृतिको, एकदम स्पेसिफिक टाइपको, विशिष्ट प्रकृतिको, हैन? साना साना विषयमा तपाईले के गर्न सक्नुहुन्छ, कार्यमूलक अनुसन्धान गर्न सक्नुहुन्छ। ठूलो घटनाहरूलाई कार्यमूलक अनुसन्धान गर्ने होइन, साना साना घटनाहरूलाई कार्यमूलक अनुसन्धान गर्न सकिन्छ। यो व्यवहारिक र प्रयोगात्मक प्रकृतिको हुन्छ। अघि पनि मैले हजुरलाई भने यो चाहिँ स्व प्रतिबिम्बात्मक है, सेल्फ रिफ्लेक्टिभ हुन्छ। यो भनेको शिक्षकले आफैले आफैमाथि प्रश्न गर्ने हो क्या? के मैले पढाएका विद्यार्थीहरू सन्तुष्ट छन् त? मैले पढाएका सबै विद्यार्थीहरू, मैले सहजीकरण गरिरहेका विद्यार्थीहरू सन्तुष्ट छन् त भनेर आफैले आफैलाई के गर्ने, सेल्फ रिफ्लेक्सन गर्ने र आफ्नो सुधारका लागि तपाईले अनुसन्धान गर्ने। सो यो के हुन्छ, स्व प्रतिबिम्बात्मक हुन्छ। र कार्यमूलक अनुसन्धान भन्ने बित्तिकै हजुरले बुझ्नुपर्ने कुरा भनेको यसले चाहिँ सुझाव मात्र प्रस्तुत गर्दैन, समस्या समाधान नै गर्छ। समस्या समाधान नै गर्ने, तपाईको कार्य अभ्यासमा परिवर्तन नै ल्याउने, तपाईको काम गर्ने शैलीमा परिवर्तन नै ल्याउने, व्यवहारमा लागू नै गर्ने कुरासँग सम्बन्धित अनुसन्धान हो। त्यसैगरी यो कार्यमूलक अनुसन्धान शिक्षकको केसमा चाहिँ अनिवार्य हुन्छ साथीहरू। त्यही भएर यसलाई हामीले के भन्छौँ, अनिवार्य अनुसन्धान भन्छौँ। अब किन अनिवार्य अनुसन्धान भनियो त? कार्यमूलक अनुसन्धानलाई किन अनिवार्य अनुसन्धान भनियो त? हेर्नुहोस् त, मैले यहाँ तपाईलाई थोरै डेटा प्रस्तुत गरेको छु। कार्यमूलक अनुसन्धानलाई किन अनिवार्य अनुसन्धान भनियो त भन्दा तपाईले शिक्षक सेवा आयोग नियमावली 2057 को नियम 32 को ख हेर्नुभयो भने, शिक्षक सेवा आयोग नियमावलीको नियम 32 खमा हेर्नुभयो भने त्यहाँ चाहिँ शिक्षक बढुवा सम्बन्धी एउटा व्यवस्था छ। शिक्षक बढुवा का विभिन्न आधारहरू मध्ये यो कार्यमूलक अनुसन्धान पनि एउटा आधार हो। कार्यमूलक अनुसन्धान बापत हजुरको चाहिँ प्रत्येक वर्ष 1 अङ्कका दरले बढीमा 5 अङ्क प्रदान गर्ने व्यवस्था छ। त्यसकारणले गर्दाखेरि पनि शिक्षकले अनिवार्य रूपमा कार्यमूलक अनुसन्धान गर्नै पर्छ। त्यसैगरी हजुरले यो शिक्षक पेशागत विकास प्रारूपको परिमार्जित संस्करण 2080 जुन चाहिँ 2080 7/12 मा जारी गरिएको थियो, यसमा हेर्नुभयो भने शिक्षक पेशागत विकासका विधिहरू भनेर 10 वटा विधिहरू राखिएको छ। त्यो 10 वटा विधिहरू मध्ये एउटा विधि चाहिँ कार्यमूलक अनुसन्धान नै हो। त्यसकारणले गर्दाखेरि पनि यो कार्यमूलक अनुसन्धान चाहिँ शिक्षकका लागि अनिवार्य हुन्छ भन्ने कुरा हजुरले बुझ्नु पर्यो। यस अर्थमा हेर्दा कार्यमूलक अनुसन्धान शिक्षकले आफ्नो कार्य अभ्यासमा परिवर्तन ल्याई शिक्षण सिकाइलाई अब्बल बनाउनका लागि गरिने अनुसन्धान रहेछ भन्ने कुरा हजुरले बुझ्नुपर्छ। ठिक छ कुराकानी? ओके, त्यसो भने अन्तिममा म तपाईलाई एउटा प्रश्न राख्छु। प्रश्न यस प्रकार छ, हेर्नुहोस् त। कार्यमूलक अनुसन्धानको विशेषता अन्तर्गत तलको कुन पर्दैन? अप्सन ए गुणात्मक र सान्दर्भिक, अप्सन बी सहभागितामूलक, अप्सन सी बृहत र व्यापक प्रकृति,
अप्सन डी सामाजिक अभ्यासमा परिवर्तन। यसको राइट आन्सर के हुन्छ जस्तो लाग्छ सबैजना साथीहरूले कमेन्ट सेक्सनमा लेख्नु होला र हजुरलाई कुन टपिकको भिडियो सरले बनाइदिए हुन्थ्यो भन्ने लाग्छ त्यो पनि कमेन्ट सेक्सनमा लेख्नु होला। सबैजना साथीहरूलाई अब हामी नेक्स्ट भिडियोमा भेट्छौँ। धन्यवाद, नमस्कार।